So guys, very good evening to everyone. And after a long time म चाहिँ ब्लगमा उपस्थित भइसकेको छु फेरि पनि यहाँहरुको माझमा। र अहिले चाहिँ हामी यहाँहरु देखाइदियो त हामुक टिप्दैछौँ हामी चाहिँ। र यहाँहरु हामुक चाहिँ निकै निस्किसकेको रहेछ यहाँहरु। त्यसको लागि हामी चाहिँ टिपेर अब खानु पर्यो भनेर ठ्याक्कैसँग टिप्दैछौँ। अनि काइन्डली लेट मी नो कोकोलाई मन पर्छ यो हामुक चाहिँ, कोकोलाई कति कतिको मन पर्छ। म र मेरो कुरा भन्नु पर्दामा मैले चाहिँ मलाई चाहिँ एकदमै लास्टै मन पर्छ यो, एकदमै लास्टै मिठो लाग्छ गाइस। यहाँहरुले पनि हजुरहरुको कोकोलाई मन पर्छ काइन्डली कमेन्ट डाउन। गाइस यहाँहरु देख्न सक्नुहुनेछ कत्रो कत्रो छ भनेर देखाएको कहाँ रहेछ। उ त्यहाँ देख्नु हेर्नुस् गाइस उ त्यहाँ। अनि त यहाँ पनि हेर्नुस् यहाँहरु यहाँ कत्रो छ। कुन टिपन हो त्यो टिपन न खादैन तिनीहरु चाहिँ। ओ टिपो तर मेरो बुढी त राई कसै हो नि त, उसले एउटा केही पनि छोड्दैन नि त। यहाँ पनि छ यहाँ। यो त मिठो हुन्छ त, मासु बेसी हुन्छ। इज इट? मलाई त थाहै छैन नि त। ठुलो छ भने घिनाउँछ नि त मान्छेले। त्यसैले मासु बेसी हुन्छ, मासु खान्छ। हो ओके भनेपछि तिमी मोटाउँछौ अझै। उ त्यहाँ पनि हो इटाको यता। सो गाइस हामुक चाहिँ यहाँनिर सरीबरी छ, एकदमै सरीबरी छ। यहाँनिर यति चाँडै त नहुनु पर्ने हो, तर पनि पानी यहाँनिर बेलामै जम्मिएर चाहिँ एकदमै लास्टै हात जता लगायो त्यतै हमुक भेटिन्छ। उतापट्टि नानीहरूलाई हेर त उता। नानी ब्रिङ बाल्टिङ देख्न सक्नुहुनेछ मैले यति भेटिसकेको छु। ल नानी सानो नोटी पे नानी। देख सकते हैं आप कितना मिला है हम लोग को, लगभग 1 किलो है। सो ऐसे ही करके हम लोग आज के लिए इतना ही मिला, इतना ही खाएंगे। ये देख सकते हैं। गिर गया उठा। जस्ट पिक इट अप, दैट वन देयर। This one, and the eating benefit of eating this snail used to say it makes our eyes very sharp and very good for our health too. So thank you so much for watching my vlog. Tata bye bye, and thank you so much once more. Thank you so much for watching till the end. Tata bye bye to everyone.